बाजाई तेन्दाङबालाई चाहिँ अब विवाह गर्ने रहर चाहिँ उसले लुप्ली नामा वादै नामालाई प्रस्ताव राख्दाखेरि चाहिँ अब लुप्ली नामा वादै नामाले पनि एउटा शर्त राखेको हुन्छ, म चाहिँ यो फुकुतिर बस्दिनँ, तैँले चाहिँ एउटा लोक्पा सिङ्गिम बनाइस् भने मात्रै म तसँग बे गर्छु भन्ने भन्छ। र अब बाजाई तेन्दाङबालाई पनि आउँदैन त्यो लोक्पा सिङ्गिम बनाउनु, त्यसले गर्दा बाजाइबाले पनि दुईवटा कर्मी बोलाउनु पर्यो। अब उसले चाहिँ दुईवटा कर्मी चाहिँ अब लोक्पा देम्बा र हाम्फा देम्बा भन्ने दुईवटा कर्मी बनाउँछ। अब दुईवटा कर्मीले लोक्पा सिङ्गिम निर्माण गर्छ र अब मानव इतिहासकै पहिलो घर लोक्पा सिङ्गिम बनिसकेपछि चाहिँ बाजाई तेन्दाङबाको बाउ आमा खुसी भएर उनीहरूले चाहिँ जाऊ मेरो छोराको घरमा गएर केलाङ नाच भनेर पाँचजनालाई पठाउँछ, कानदेनहाङ, फुन्देनहाङ, लोदेनहाङ, केसामिबा र केवा फुङबालाई पठाउँछ र उनीहरू गएर नाच्छ, यताउता गर्छ। अलिकति छिटो चाहिँ योभन्दा अगाडि नाच्छ र अब नाच्दै जाँदा चाहिँ अब त्यो अगाडि घर बनाउने क्रममा एउटा सापेरी हामफेरी भन्ने बाजाई तेन्दाङबाको त्यो सघाउने सापेरी हामफेरी भन्ने चाहिँ त्यहाँनिर अब त्यो कुरुम सिङ्लाले किच्याएर मारेको हुन्छ। अब मेरो दिदी मरेको बेला चाहिँ अब तिमीहरू रमाइलो गर्न आउने केलाङ नाच्ने भनेर उसले चाहिँ राम्रो संस्कार गर्दैन त्यो केलाङ नाच्नु आउने पाँचजनालाई चाहिँ। अनि अब राम्रो संस्कार नगरेपछि चाहिँ त्यो केलाङ नाच्नेहरूले एउटा श्राप दिएर जान्छ, तैँले जति घर बनाए पनि धमिराले खान्छ। अब धमिराले खान्छ तेरो कहिलेको घर कहिले पनि राम्रो बस्दैन भनेर जति घर बनाए पनि लडेको लडै गर्ने, भत्केको भत्के गर्ने। त्यसपछि ल के भयो भनेर बाजाई तेन्दाङबाले आफ्नो बाउ अब सोदुङ्गेन लेप्मुहाङलाई सोद्धाखेरि चाहिँ तैँले चाहिँ अब मानव इतिहासकै पहिलो घर बनाएर खुसी भएर चाहिँ मैले उनीहरूलाई त्यहाँ नाच्नु पठाउँदाखेरि चाहिँ तैँले राम्रो संस्कार गरिनस्, त्यही भएर उनीहरू रिसाएर श्राप दिएर यस्तो भएको हो भन्छ। र अब फेरि बोलाएर राम्रो संस्कार गर भनेर बोलाएपछि चाहिँ भन्छ। त्यसपछि चाहिँ बाजाई तेन्दाङबाले त्यही अब कान्देहाङ, फुन्देहाङ, लोदेनहाङ, केसामिबा, केवा फुङबालाई बोलाएर लाम्लोवामा राम्रो संस्कार गरेर राम्रो संस्कार गरेर चाहिँ उसको घरहरू राम्रो हुन्छ। त्यहीँबाट हाम्रो अब मुन्दुममा चाहिँ पहिलो केलाङ चाहिँ